धेरै समय पहिलाको कुरा हो। एउटा सानो गाउँको कुनामा मन्टु नाम गरेको एउटा मुसो बस्थ्यो। मन्टु निकै चुलबुले थियो, तर उसको एउटा नराम्रो बानी थियो। ऊ सधैँ अरूको देखासिखी गर्थ्यो। एक दिन मन्टुले गाउँको एउटा चौरमा रातो रङको सानो जुत्ता भेटायो। त्यो जुत्ता सामान्य थिएन, त्यो त जादुई जुत्ता थियो। मन्टुले खुसी हुँदै त्यो जादुई जुत्ता लगायो। जुत्ता लगाउने बित्तिकै मन्टु त हावामा सरर उड्न थाल्यो। वाउ, अब त म पनि कसैलाई समात्न सक्दिनँ, मन्टुले घमण्ड गर्दै भन्यो। उड्दै जाँदा उसले एउटा रुखमा काग बसेको देख्यो। मन्टुले जिस्काउँदै भन्यो, हेर कहाँ माइला, त पखेटा फटफटाएर उड्छस्, म त जुत्ताकै भरमा आकाश घुम्छु। कागले भन्यो, मन्टु भाइ, नचाहिने घमण्ड नगर, अर्काको चिजले धेरै बेर साथ दिँदैन। तर मन्टुले सुनेन, ऊ झन् माथि उड्यो। उड्दै जाँदा उसले एउटा बिरालोलाई देख्यो। डराउनुको साट्टो मन्टुले बिरालोको टाउकामा जुत्ताले ठ्याप ठ्याप हिर्काएर भाग्यो। बिरालो रिसले चुर भयो, तर मन्टु त आकाशमा थियो। एक्कासी आकाशमा कालो बादल मडारिन थाल्यो र पानी पर्न सुरु भयो। पानीले भिज्ने बित्तिकै त्यो जादुको जुत्ताको शक्ति हराउन थाल्यो। जुत्ता बिस्तारै गरुङ्गो भयो र मन्टु सिधै एउटा हिलोको खाडलमा ढ्याड्याम्म खस्यो। अघि जिस्काएको त्यही बिरालो खाडलकै छेउमा आएर बस्यो। मन्टु डरले थुरथुर काप्न थाल्यो। उसले सोच्यो, धत्तेरिका, आज त मेरो काल आयो। तर त्यही बेला काग कतैबाट उडेर आयो र आफ्नो चुच्चाले मन्टुको पुच्छर समातेर उसलाई सुरक्षित ठाउँमा पुर्याइदियो। मन्टुले आफ्नो गल्ती महसुस गर्यो। उसले त्यो जादुई जुत्ता फुकालेर फालिदियो र भन्यो, अर्काको शक्तिमा घमण्ड गर्नुभन्दा पनि आफ्नै खुट्टाले हिँड्नु बेस रहेछ। कथाको सन्देश, हामीले कहिले पनि अरूको देखासिखी वा घमण्ड गर्नु हुँदैन। आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ र अप्ठ्यारो बेला सहयोग गर्नेलाई सधैँ सम्मान गर्नुपर्छ। यो कथा कस्तो लाग्यो? अरू कुनै विशेष कथा चाहिएमा भन्नुहोला, कमेन्ट गर्नुहोला र यस्तै कथा सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। बाई बाई, फेरि भेटौँला।